Alright guys, welcome back to another vlog. अनि म उपस्थित भइसकेको छु तपाईहरुको अगाडि लिएर अर्को निकै नै इन्ट्रेस्टिङ भ्लग छ आज, किनकि अभिषेक राईले आज राइड गर्दै हुनुहुन्छ अनि म पनि यहाँ बसिरहेको छु। लेट्स गो। हामी आज चाहिँ गिफुसम्मको यात्रा तय गर्दैछौँ र त्यहाँ आज स्पेशल चाहिँ के छ भने आज हाम्रो मम्मीको 50 इयर्स बर्थडे पनि छ अनि हाम्रो के भन्छ जेन्डर रिभ्यू पनि हुन आइरहेको छ हैन। जेन्डर रिभ्यू त्यही नर्मल अलि फ्यामिली मात्र छौँ, 6 जना छ हैन, 7 जना छौँ। एकजना चाहिँ अब बुझ्नु हैन। लेट्स गो। अब चाहिँ हामीसँग कति अझै लाइक 1.5 आवर जस्तो छ। अझै 50 किलोमिटर 55 त्यस्तो किलोमिटर छ। अभिषेकको ड्राइभ निकै पर्फेक्ट भइसकेको छ, ऊ प्रोफेसनल भइसकेको छ, उसको लाइसेन्स पनि आइसकेको छ। अब जाँदैछौँ हामी। अब एकैचोटि तपाईँहरूलाई चाहिँ हामी बिस्तारै बाटोको अलिअलि एक दुईवटा भ्यू देखाएर होइन, अनि गिफु एकैचोटि त्यहाँ चाहिँ हामी गिफु इतादोरी त्यो बार्बिक्यू गर्ने ठाउँ हो, निकै राम्रो ठाउँ छ। हामी तपाईँलाई अहिले भिडियो देखाउँछौँ। अहिले चाहिँ गिफ्ट किन आइसक्यो हामी म्याकडोनल्ड टिक्का बाहिर अभिषेकलाई हाई लाग्दैछ। एकचोटि तिमी के गरेको हाई किन कफी कप ब्ल्याक कफी अब यहाँ अगाडि सिजरहरू लाइटहरू हुन्छ। केही भएको छैन, बिस्तारी 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 केही भएको छैन, मलाई केही भएको छैन, बिस्तारी भन्दैछु। यहाँ टर्निङ चाहिँ केही भएको छैन, हामी जाँदैछौँ। बिस्तारी बिस्तारी अझ बिस्तारी लग न, किन धेरै रोलर कोस्टरहरू चढे जस्तो भइरहेछ। Steady, steady, steady. Go down. Come down. It's talking to you. Steady. Yes. I'm जाँदैछु। मलाई चाहिँ अब हामी मासु ल्याउन बिर्सिएपछि फेरि यहाँ मासु किन्न दुःख पाउने त फेरि यतै भन्दा फेरि मासु किन्न आएको अवस्था। हामी स्विजरल्यान्डतिर चाहिँ मैले चाहिँ यो चाहिँ जापानको स्विजरल्यान्डै जस्तो भनौँ। अब यहाँ मासु किन्ने हिजो त्यत्रो काटेर बनाएको मासु त काम लागेन त। यहाँ सानो सप रहेछ एउटा, टक्क यहाँ गएर मासु सासु किनेर फेरि बोल्ने। ह्याप्पी बर्थडे। यस्तो छ त्यतिकै हालिदिनु अब नेपाली पारा चापट छ त हो नि। चापट छ त ठाउँ चाहिँ हेरौँ न। ठाउँ अझ पुरा है हाम्रो हल्का। यसलाई के लन्च भन्नु है दाइ, के भन्नु अहिले लन्च हुँदैछ।
अब बिस्तारै हाम्रो केक काटेपछि हुन्छ हाम्रो यहाँ हुनुहुन्छ मम्मी कति वर्ष आयो मम्मी भर्खर 5 वर्ष सरम कस्तो लाग्यो बाबा ठाउँ चाहिँ एकदम रमाइलो छ स्विजरल्यान्ड जस्तो लाग्छ कहाँ हो स्विजरल्यान्ड ए स्विजरल्यान्ड म त स्वर्ग आयो त्यो ठिकै हो स्वर्ग आयो Happy birthday to you. Happy birthday to you. सक्दैन भिडियो सक्दैन भिडियो भयो Happy birthday प्रोग्राम सकियो अब नेक्स्ट प्रोग्राम रहेको छ हाम्रो जेन्डर रिभिल के होला त अब म सबैलाई प्रश्न गर्न चाहन्छु त्यही अब छोराछोरी जे भए पनि हामीलाई त्यस्तो केही त छैन त्यही पनि एउटा सबैजनाको आफ्नो राय कसलाई चाहिँ के लाग्छ भनेर म सोध्न जाँदैछु हाम्रो बाबा के तपाईँलाई के हुन्छ छोरा कि छोरी हुन्छ जस्तो लाग्छ अब त जो भी अब छोरा भयो तर एउटा यस्तो कमेन्ट मात्रै तपाईँलाई किन गरिराख्नु होइन के चाहिँ हुन्छ जस्तो चाहिँ लाग्छ म चाहिँ अब धेरै कस्तो सपनामा नातिनी जस्तो भयो नातिनी नातिनी 1 अविष्कालाई म त छोरा होला ल 1 मम्मीलाई मलाई छोरा 2 छोरा मलाई चाहिँ छोरी 3टा 2टा छोरा 2टा छोरी ए यता छोरा 2जना छोरी हैन दाइलाई चाहिँ के छोरी केटाहरू सबै छोरी तपाईँलाई पनि छोरा यतालाई त थाहा नै छ ल लेट्स सी हाम्रो केटाहरूको चाहिँ सबैजना छोरी छ केटीहरूको चाहिँ सबैजनाको छोरा के हुन्छ एउटा रुल चाहिँ एक्सप्लेन गर्नु नि बोय केटा हुँदाखेरि के हुन्छ केटा हुँदाखेरि चाहिँ के हुन्छ कुन कलर हुन्छ केटा हुँदाखेरि चाहिँ बाबु कुन कलर आउँछ ब्लू निलो कलर आउँछ केटा हुँदा निलो अनि केटी छ भने चाहिँ एकछिनै हाम्रो कमिया भयो हाम्रो छोरी आयो हाम्रो छोरी आएछ मैले पनि फिक्स सपनामा पनि छोरी देखेको त्यही भएर नि हो
मैले सपनामा त्यो लुगा लाग्यो पिङ्क लुगा लाग्यो हिजो आज बिहानै देखेको मैले पिङ्कै रहेछ ल नातिनी अब नातिनी बाबा चाहिँ हाम्रो लन्च स्टार्ट हुँदैछ है बिस्तारै खाएर अनि त्यसपछि हामी स्विमिङ खेल्न जान्छौँ एकछिन स्विमिङ पनि भने जस्तो खोलामा डुब्ने दामी छ खोला निलो है यस्तो कडा छ ठाउँ चाहिँ हाम्रो खानासाना खाएर फोटोसुट हुँदैछ है एउटा क्यामेराले खिच्दैछु अब के हुन्छ कस्तो हुन्छ अलि पछि रिजल्ट आउँछ भरेतिर लास्टतिर म हाल्छु फोटो we are leaving turning मा के गर्ने रबिसिका बिस्तारै बिस्तारै छिटो म्याप लौ अब दाइहरुको पछि जाने अरे अनि भरे इन केस उयो भइहाल्यो भने बिस्तारै बिस्तारै जुमै बिस्तारै हैन रबिसिका स्लोली ओ रमाइलो भयो अब नेक्स्ट टाइम अलिक मजाले बस्ने गर्ने आउँछु केही छैन धेरै भिडियो देखाउँदिनँ आजको लागि यति नै अब होइन